सानोमा चाहिँ मम्मीले बनाउनु भएको खाना खानको लागि शनिबारै आउनु पर्थ्यो। पसल हुनेहरूलाई चाहिँ टाइम मिलाउन अलिक गाह्रै हुने रहेछ। त्यही भएर होला शनिबार कहिले आउँछ र शनिबारको दिन के बनाउनुहुन्छ भनेर एकदमै धेरै म चाहिँ एक्साइटेडै हुन्थेँ। अहिले चाहिँ हाम्रो पसल पनि छैन अनि मम्मी घरमै बस्नुहुन्छ। त्यही भएर होला मलाई कति सोधिराख्नुहुन्छ क्या के खाने आज के खाने के बनाउनु भनेर। अनि मलाई चाहिँ कति दिन भएको छ क्या माछा खान मन लागेको, धेरै नै भएको थियो नखाएको पनि। हामी चाहिँ माछा त्यस्तो धेरै खाँदिनौँ। त्यही भएर मम्मीले चाहिँ माछा ल्याइवरी मजाले त्यसलाई मसलाहरू हालेर मजाले तोरी पिसेर तोरीको पानीहरू सबै हालेर एकदमै मिठो बनाउँदै हुनुहुन्थ्यो। फेरि हामीले चाहिँ माछा कहिले पनि नतारिकन खाएको छैनौँ क्या, जहिले पनि तेलमा तारेरै खाएको छौँ। त्यही भएर होला मलाई चाहिँ कस्तो गनाउँछ होला माछा जस्तो लाग्छ क्या नतारिकन खाँदाखेरि चाहिँ। त्यही भएर मम्मीले चाहिँ माछा फ्राई गरेरै बनाउनु भएको थियो अनि मलाई सिकाउँदै पनि हुनुहुन्थ्यो मजाले मसला भुट्नुपर्छ, मसला चाहिँ भुटेन भनेदेखि गनाउँछ है भनेर पनि सिकाउँदै हुनुहुन्थ्यो। मलाई चाहिँ खाना खान मनपर्छ क्या, बनाउन मन पर्दैन नि त खासै। अनि त्यो भएर म चाहिँ हो म सिक्दैछु हेर्दैछु भनेर भन्दै थिएँ क्या। मम्मीले चाहिँ त्यो उम्लिँदै गरेको रसमा माछा हाल्दा चाहिँ मलाई कहिले रेडी हुन्छ जस्तो भइसकेको थियो क्या। एक त मम्मीले यति धेरै मेहनत गरेर बनाउनु भएको अनि त्यही माथि यत्रो ग्यापमा खाएर होला यस्तो मिठो भएको थियो नि माछा चाहिँ।